एकछिन है हाम्रो एक मिनट स्टार्ट हुन्छ अब 1 2 3 राख्दिन सकियो त पछि भएपछि बोल्छु सुरु भइसक्यो क्या यसो गर्नु न यसो गर्नु अब आउट है कोकैले बोल्छ त्यो हातमा छ आउट है अहिले एकदमै कम्पिटिसन एकदमै टफ एकदमै कोही पनि एक चिज पनि तल माथि दायाँ बायाँ हल्लिनु भएको छैन 10 सेकेन्ड हुँदैछ भर्खर यो सायद घडीको ब्याट्री सकिँला भएर होला अलिक स्लो गइरहेछ 12 सेकेन्ड नबोल्यो भने नि आउट है होस्टै जिते है प्रोग्राम 12 सेकेन्ड 13 यो कम्पिटिसनमा बोल्ने यो ब्याट्री सकिँला भएर सायद अलिक स्लो नै छ 14 सेकेन्ड भयो 1 15 आउट दाइ आउट है तपाईँ किन बोले डबल के यस्तो तपाईले किन नदिन त राम दाइ पनि हामीले आउट भएको देखिसकेको छ हल्लिसक्नु हो दाइ 20 पनि सेकेन्डको हुन्छ फेरि तपाईलाई म अहिले हाल्छु फेरि यहाँ अहिले हाल्छु फेरि 20 सेकेन्डको हुन्छ ल म यहाँ फाइल पठाउँछु 20 सेकेन्ड ल कसलाई दिनु एकछिन यहाँ कम्पिटिसन म पनि छु नि यहाँ हालिसक्यो उहाँ आइ दुईजना डिस्क्वालिफाई भइसक्नु भयो अब बाँकी हाम्रो 1 2 3 4 5 जना हुनुहुन्छ अलग दाइले खाएका ठ्याक्कै 22 रहेछ अहिलेसम्म अलग दाइको फोकस हेरेर 24 है 24 फोकस छ नि फोकस 25 बढिरहेछ एकदमै रफ्तार बढिरहेछ तर हाम्रो प्र्याक्टिस स्लो भएको भएर अलिकति फिलहाल चलिरहेछ घडी छैन 27 के हो सबैले जित्दै के हो 28 यो तपाईँले हेर्न सक्नुहुन्छ यहाँ यो ऊ भइरहेको छ क्या स्लो भइरहेको छ टाइमर मलाई अब हाम्रो अर्को यसमा अलिकति कम्पिटिसन अलिक टफ भयो है यसलाई अलिकति सजिलो बनाइदिन चाहन्छु म तपाईँहरूलाई अब एउटा खुट्टा थोरै माथि उठाउँदै यसरी हो यस यस आलु दाइ यस होइन हात होइन खुट्टा मात्र यसरी गर्नु यति हल्लिने है त्यो भएन है भाइ अगाडि अगाडि खुट्टा सरस आउट हामी एक काम अब यतिकै है अब दुईटै हात बिस्तारै माथि लगाऊ हाम्रो सरको ताली भएन नि माथि आउनु पर्यो यसरी माथिसम्म हात सिधा माथि हुनुपर्छ है त्यो हात सिधा माथि हुँदैन के हो कसैको लिएर वाइल्ड कार्ड लिएर प्लेयरहरू धेरै भित्र आएको छ तर म आउट अब सरोजको नि अलिकदेखि मैले मिस्टेक देखिरहेको छु होइन तर दुईजना मात्र बाँकी हुनुहुन्छ हाम्रो कम्पिटिटर हात सिधा यसैको साथ हाम्रो खुट्टा माथि पुगेन जस्तो सरोज खासै अब खुट्टा अगाडि हो है खुट्टा अगाडि खुट्टा पछाडि होइन खुट्टा अगाडि 1 2 3 4 ए वाइन हुन्छ है होइन दाइ फर्स्ट हो दाइले हाल्छ अरु मिल्दैन खुट्टा चाहिँ अगाडि गर्नु पर्यो मिलिरहेछ टाइम हाम्रो कति पुग्यो हेरौँ त 40 सेकेन्ड ताली बजाउनु माथि हेर्दै ताली बजाउने माथि हेर्दै दुईजना साथीहरू के भने कसैले माथि टाउको माथि ताली बजाउनु सबै कुरा पहिले भन्नु पर्छ बिग्रिया घडी नलिएर भयो नकआउट है यो
हामीलाई समेटेर गर्नु होला हामी हामी नकआउटै गरिदिन्छौँ यहाँ कुवा आउँछ ल पुसअप गर्न राम्रो म 100 चोटि बस्छु सुरज सर स्टार्ट गरौँ न स्टार्ट म पनि हुन्छ एउटा नर्मल कन्डिसनमा पार्टिसिपेन्ट भएको थिएँ त्यो बेलामा यस्तो गर्नु भन्नुभएको थियो मैले चाहिँ यस्तो गरेँ अरू साथीले यस्तो गर्नु भयो म चाहिँ यस्तो गरेको भए घरमा आधा आउट भयो अहिले चाहिँ यसो गर्नुपर्ने